मेरो हातमा दिन महिमाको मुकुट हुनेछौ प्रिया मेरो हातमा दिन राजकीय सिरले हुनेछौ प्रिया मेरो दृष्टिमा तिमी अमूल्य बनिन्छौ प्रिया तिम्रो रुवाईको आवाज तिम्रो आँखाको आँसु तिम्रो हृदयको वेदना अब पूर्ण भएको छ तिम्रो लडाईँको थकान तिम्रो दौडाइको सङ्गीत तिम्रो विश्रामको कुरा अब विराम भएको छ जहाँ म छु ज्ञानी तिमीलाई लानेछु तिम्रा सबै आँसु आफै बुझिदिन्छु म तिम्रो परमेश्वर मेरो हातमा तिमी खोसेर कसैले खाने छैन फेरि अब शोक्रदन छैन मृत्यु पनि छैन पुराना कुराहरू बिते हेर नयाँ भएको छ मेरो हातमा तिमी महिमाको मुकुट हुनेछौ प्रिया मेरो हातमा तिमी राजकीय शिल्पी हुनेछौ प्रिया मेरो दृष्टिमा तिमी अमूल्य बनिन्छौ प्रिया तिम्रो महिमाको आशा तिम्रो निराशको आशा महिनेहाको आशा अब निश्चित भएको छ तिम्रो इनामको आशा अनन्त म जिउने आशा युग युग राज गर्ने आशा साँच्चै निश्चित भएको छ यहाँ रातको म तिम्रो परमेश्वर मेरो महिमालाई सक्दछ उज्यालो दिनलाई तुमले आफैमा छुट्यो सबै अब आकाश नयाँ पृथ्वी पनि नयाँ पुराना कुराहरू बिते हेर नयाँ भएका छन् मेरो हातमा तिमी महिमाको मुकुट हुनेछौ प्रिया मेरो हातमा तिमी राजकीय शिल्पी हुनेछौ प्रिया मेरो दृष्टिमा तिमी अमूल्य बनिन्छौ प्रिया
मेरा प्रिय सबै प्रियजन अनि मेरा बढीका सबै साथीहरू आफन्त अनि रिश्तेदार जति पनि फ्रिडमको अनि यहाँ स्कुलका साथीहरू अनि मेरो पोलिटिक्स कमिटी अनि मेरा सबै आफन्तहरू रिश्तेदार जति पनि आइदिनु भयो उहाँहरूलाई सबै मेरो नमस्कार छ। अनि मेरो प्रियजन विश्वासी सबैजना लोकल अनि यता जति टाढो आइदिनु भयो उहाँलाई मेरो जयस छ। अनि तपाईँहरू अहिले जुन शोकित घटनामा मेरो बढीलाई अनि मेरो परिवारलाई भेट्न आइदिनु भयो म हजुरप्रति आभारी छु। हजुरको अमूल्य समय कामहरू नागरिक भएको समय लागि म अमूल्य आभारी छु। अब तपाईँहरू जान्नुहुन्छ अब बढीको पार्थिव शरीर यहाँ छ। अब उहाँको परिवारमा हेर्दाखेरि अब उहाँको बडा हुनुहुन्थ्यो, उहाँको नाम दिलबहादुर प्रधान भयो। 2012मा खुद्नाबाई आमा उहाँ स्वर्ग लोक्नुभयो। अनि त्यसपछि बढी अनि उहाँको छोराछोरीमा हामी उहाँले 3जना छोराछोरी एडप्ट गरेर पाल्नुभएको थियो। अनि उहाँले दिदी जेठाजुको छोरी पाल्नुभएको थियो, न्युजिल्यान्डमा हुनुहुन्छ, बिहा गरेर जानुभएको छ। अनि माइला देवरको छोरा नन्दको छोरा पाल्नुभएको थियो, अहिले यहाँ युएसमा हुनुहुन्छ। अनि म कान्छा देवरको छोरा कान्छा देवरको छोरा हो। अनि म चाहिँ बसान अनि मसँग नै मसँग म छु। र उहाँको जन्मस्थल चाहिँ कालिम्पोङ एरिया लोहरे भन्ने ठाउँमा भएको थियो। पछि बढ्दै हुर्किँदै भुटान जानुभयो कामको सिलसिलामा। अनि त्यसपछि फेरि उहाँ सामराङ भन्ने ठाउँमा जानुभयो। त्यसपछि फेरि हामी बक्ली भएर हामी सबैजना हामी खुद्नाबारी क्याम्पमा आयौँ, तपाईँलाई थाहा छ। अनि त्यसपछि हामी खुद्नाबारी हुँदै बेडाङ्गी हामी 2012मा चाहिँ हामी यो क्यान्टकी भन्ने ठाउँमा आयौँ। अनि आइरहेको हामी यहाँ छौँ। र उहाँको श्रीमानलाई चाहिँ दिलबहादुर प्रधान चिनिन्थ्यो। उहाँ मिस्त्री काम गर्नुहुन्थ्यो, सबैलाई थाहा छ, सामराङमा क्याम्पमा पनि। अनि कमला प्रधान चाहिँ खुद्नाबारीमा चाहिँ आमाको दिदीबहिनीको सेवक काम गर्नुहुन्थ्यो। र उहाँको संस्कृतिहरू थियो धेरै मसँग छ। उहाँले अत्यन्तै मलाई माया गर्नुहुन्थ्यो छोराको रूपमा। मेरो बाबुआमा इन्डियामा हुनुहुन्छ, तर पनि उहाँले मलाई बाबुआमाले पाल्नुहोस् हुर्काउनुहोस् तपाईँकै छोरा भनेर भन्नुभएको थियो। र उहाँले मलाई आमा बाबुभन्दा पनि धेरै माया गर्नुहुन्थ्यो, सबैलाई थाहा छ यो है। अनि त्यसरी मेरो परिवारमा मेरो मिसेस सुसाना गुरुङ हुनुहुन्छ। अनि नानी छोरा डेभिड 8 महिना 9 महिनाको छ। 3जना छौँ अहिले हालमा, हामी 4जना थियौँ। अनि कमल प्रधान अब विद्यालय भयो, त्यसपछि हामी 3जना छौँ। र उहाँले चाहिँ जीवनमा धेरै कुराहरू भोग्नुभयो, दुःखहरू। अब भुटान नेपालदेखि आउनुभयो र अहिले चाहिँ यहाँ है उहाँले चाहिँ प्रभुलाई चाहिँ उहाँको त्यो शरीरको जीवनमा धेरै कामहरू गर्नुभयो, क्याम्पमा धेरै सहयोगहरू गर्नुभयो। अनि एकदम सहयोगी अनि आफू नखाइ भन्नुभयो दिन्थ्यो। म सबै उहाँको स्थिति त लादिनँ, सबै छैन, तपाईँहरू जान्नुहुन्छ। जति डेकेयरमा आउनुभएको दाजुभाइलाई साथीहरूलाई थाहै छ, उहाँको गुण अनि छरछिमेकीलाई है। अनि उहाँले चाहिँ 2012मा चाहिँ प्रभुलाई पाउनुभएको थियो। त्यसपछि चाहिँ उसको जीवन परिवर्तन भयो। उहाँले भन्नुहुन्थ्यो मलाई शान्ति छ। अनि अन्तिम अवस्था उहाँ हुँदा पनि ऊ कहिले पनि मृत्युसँग डराउनुहुन्थेन। अलवेज आम रेडी भन्नुहुन्थ्यो।
उहाँको एउटा डायलग थियो, हिन्दी बोल्नुहुन्थ्यो किनभने उहाँ कालिम्पोङमा जन्मिनुभएको थियो, हिन्दी राम्रो आउनुहुन्थ्यो, साथीभाइ आउँदाखेरि ठट्टा गर्नुहुन्थ्यो, आज जिना है कल मर्ना है कोही बात मागे भन्नुहुन्थ्यो। उहाँको त्यो सबै खास एउटा यो थिएको है। अनि यो पार्थिव शरीरमा मलाई मर्नु डर छैन, मलाई प्रभुमा ढुक्क छ भन्नुहुन्थ्यो है। प्रभुको आदेशलाई धेरै शान्ति थियो है। अनि जतिखेर पनि एकदम उसले परमेश्वरको भवनलाई कहिले हुन्थ्यो, हामीलाई सिकाउनुहुन्थ्यो, हरेक कदममा प्रार्थना गर्नुहुन्थ्यो। बहिनीले सानो एउटा क्यान्डी दिँदा पनि प्रार्थना गर्नुहुन्थ्यो। उहाँको जीवन त्यस्तो थियो र प्रभुको भक्ति जीवन थियो र त्यसरी आज हामीदेखि प्रभुको घरमा जानुभयो। भन्छ एउटा मानिसको शरीर एउटा छोटो जीवन, तोकेको एउटा जीवन हुन्छ, त्यो तोकेको समय दिन आउन सकिँदैन र उहाँको समय चाहिँ यति नै रहेछ है। अनि यसरी प्रभुमा पुग्नु भयो है। अनि त्यसरी नै मेरो हामीसँग अहिलेसम्म बढी अब यहाँसम्म गर्नुभयो है। अब हामी 3 परिवार छौँ। मेरो नानी, मेरो विशेष नानी बालक छ, सानो 8 वर्षको, 8 महिनाको, यति नै छ मेरो है। तपाईँ जति पनि आइदिनु भयो म आभारी छु। र कोही बिएसकेबाट आउनुभएको छ, म देख्दैछु, आउनुहोस्। तपाईँको केही भन्नु छ भने टेस्टोमनीहरू अथवा बढीको विषयमा अथवा हाम्रो फिडबाट तपाईँहरू कोही आएर केही भन्नु छ भने बढीको विषयमा तपाईँहरूको सेयर आएर 2-3 मिनट भनिरहेको छ। सबलाई नमस्कार अनि परमेश्वर पानी नपरोस्, 3.5 वर्षसम्म पानी परेन हैन। आज यस्तो होइन, यो सोलम टाइम एकदम असल समयमा होइन जब हामीहरूले प्रार्थना गऱ्यौँ। आवर गॉड हैज प्रूवन वन्स अगेन ही इज नॉट ओन्ली गॉड, ही इज गॉड अफ गॉड्स। त्यसको लागि हामी सबैले धन्यवाद दिन्छौँ। अनि फेरि अब यो चाहिँ भिजिटेसन टाइम हो होइन। हामी अब आएर बढीले यहाँ हेर्छौँ 1 by 1। सो आई रिक्वेस्ट all everyone to maintain the decorum of the funeral house. So form a line ma aunus, please do not pop up all of sudden, and please maintain the line, don't break the line. अनि हामी यहाँ पहिला चाहिँ we will give the opportunity to our dear sisters-हरु होइन लाइनमा आएको बेलामा चाहिँ ब्रदर्सहरु प्लिज डोन्ट स्ट्यान्ड अप। तपाईहरु आफ्नै सिटमा तपाई बसिराख्नुहोस्। यहाँ हाम्रो म्युजिक टिमले चाहिँ उहाँहरु कन्टिन्युअसली अब 4-5 वटा सायद गीतहरु होइन उहाँ गाउने मौका पाउनुहुन्छ। हामी यहाँ बढीले हेरेर यु टेक द राइट ह्यान्ड साइड, तपाईकोबाट चाहिँ लेफ्ट, मेरोबाट चाहिँ राइट, 1 by 1 इन ए लाइन, 1 by 1 एन्ड देन वी विल डिस्पर्स फ्रम, वी विल गो आउटसाइड। हजुर यहाँबाट। अनि फेरि एउटा डिग्निटी साइन बोर्ड छ, साइन नम्बर 21 होइन। यहाँबाट तपाईँ हिँडेर जान सक्नुहुन्छ। तपाईको कार त्यहाँ
But it's clear to me by the size of the crowd today that she was very loved and touched the lives of many people. I've spoken to a few of you, and I know that she took everyone into her hearts and to her home as if they were her own children. So I grieve with you today. And the only solace I can take in her loss is that she had the opportunity for years to breathe the freedom of America, and that you all do as well. And I'm honored that she is going to be buried here in America. And it touches my heart that you have all welcomed me and allowed me to be part of this very solemn service. And I really hope to have the opportunity to spend more time with you all under happier circumstances. But thank you for giving me this opportunity. Thank you. Praising my Savior all the day long. This is my story, this is my song. Praising my Savior all the day long. Perfect submission.
तपाईले नास्ता नछुटाउनुस् है नास्ता छ त्यहाँनिर नास्ता नछुटाइ जानुस् मटी दिए साथसाथै तपाईँ हाजिरामा जान सक्नुहुन्छ अफिसमा तपाईले कलेक्ट गर्न सक्नुहुन्छ 50 वटा छ अरे हुन्छ एक्सक्युज लेटर मेरो स्टेट भाषा कि जन मान्छे धर्मी बन्छन् भनेर परमेश्वरले उक्त कुरालाई घोषणा गरिदिनु भयो कोही पनि व्यक्ति संसारमा कोही पनि व्यक्ति यो चाहिँ हाम्रो स्नेक है नयाँ सिँगाडा छ त्यहाँ अचार यता खुर्मा छ धार्मिकता आफ्नो पवित्रता जगतमा घोषणा ल जयमसी छ हजुर हाम्रो चाहिँ यहाँनिर अचार प्याकको कार्यक्रम भइरहेछ Just show me the thumbs up, I will announce something. पाप गरेकोमा सारा समुदाय प्रति क्रोधित हुनुहुन्छ यहाँ लेखेको छन् हे परमेश्वर ओ गॉड द गॉड अफ द स्पिरिट अफ ऑल फ्लेश संसारमा जति पनि शरीर छन् अनि शरीरभित्र जति पनि आत्मा छन् अनि ख्रीष्ट येशू चाहिँ
आत्माको मालिक हुनुहुन्छन्। यसकारणले आत्मा प्रवेश गर्दा मान्छे जीवित भए। परमेश्वरको आत्मा मान्छेको एउटा मूर्तिवत एउटा स्ट्याचुमा जब परमेश्वरको आत्मा नाकबाट प्रवेश गरे पहिलो व्यक्ति आदम जीवित भए गरे। अब यो आत्माले जब शरीरलाई छोड्दछन् मान्छेको मृत्यु हुन्छ। प्रवेश गर्दा मान्छे जीवित हुन्छन् अनि त्यो आत्माले जब छोड्छन् मान्छे मर्छन्। हामी जान्दछौँ जब यो शरीर चाहिँ माटोले बनेका हुन्छन् अनि जो आत्मा चाहिँ परमेश्वरको हो अनि आत्मा र फुल चाहिँ साह्रै राम्रो हजुर दामी रहेछ फुल। बाई बाई ल यो पछाडि राख्ने लाइसेन्स चाहिँ कसले दिन्छ? यो मलाई ट्रम्पले। बाई बाई I played